कति राम्रो है कति राम्रो हैन तिमीहरू दिनभरि फोन मात्रै हेर्ने त्यहाँ जर्किन खाली छ त्यहाँ पानीमा ए आमा कति साह्रो कराउनु भएको काम गर्नलाई मात्रै जन्माउनु भएको कि क्या हो एकछिन फोन हेर्नु दिन्न गर्दैन हामी काम साम हो नि ज्याठा यति नगरी त काम नगर्ने परा छ है ज्याठा हाम्रो आमाले झन्डै मारो है हो नि यार आम्मा लठीले झन्डै मार्नु भयो यार ए केटा अब यो पँधेरमै मरले हेर्दै बसौँ ल हुँदैन केटा हुँदैन अहिले ढिलो भयो भने त आमाले मार्छ त यही लट्ठी ल्याएर आयो भने यस्तो ठाउँमा कसरी भाग्नु हो केटा हो आँसुको अर्थ के था रुवाइजनेलाई मायामा पीडा के था हँसै जनेलाई हेर केटा मेरो स्वर त राम्रो छ नि झन्डै गाइड नभएको है म त हो नि यहाँ अहिले मान्छे भएको भए ठाउँको ठाउँ ढल्थ्यो झन्डै तेरो भाइ भयो होला ओइ भोरिएन ए कहाँ भोरिन्छ अझै हाल न अब त भोरि होला भोरिएको छैन नि यो आधी पनि भएको छैन ओइ भोरियो त ए हाल न हाल भरे फेरि आमाले हामी उठ्छ फेरि हाल 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 कराउँछ फेरि ल भयो भयो अब चाहिँ भयो 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 अब चाहिँ भोरियो जाउँ ल जाउँ बाटो पनि सबै सर छिरेर है बाटो पनि बिग्रेको छ है फेरि दर्किन फुट्यो भने त आमाले म मार्छ नि फेरि ओइ आया एकछिन बसौँ यो आमाले यो कुरा नभने फेरि आमाले त मार्नुहुन्छ नि फेरि त छिट्टो भन्यो बुद्धिले गर्दा त बिस्तारै हिँड्नु भन्दा लडबडी नै हिँड्छस् तैँले जर्किन थियो आपिस जान्छ तैँले पनि एउटा जर्किन बोकेर कुदेको त हो नि पल्लोबारीमा मल बोक्नु थियो यता लाग्नु पाइनँ मल बोक्नु त बरु त्यो पैसाले म एक जोर लुगा किनिदिन्छु आफ्नो त यहाँ लुगा धेरै भएर एक जोर भिखारीलाई दिनु पर्यो भनेर सोचिरहेको छु म आफ्नै आमाको घर हो फ्रीमा खाना पाकेछ फोकटमा बस्न पाकेछ यो भन्दा हामीले के चाहियो अब हिँड के त अब जाउँ डुल्न